आए थिए खाजा खान गए अनि चाउचाउ बनाएर दिन्छ अनि सोध्छ त्यो दिदीले दिदीले मिठो छ दिदी आन्टी आन्टी थियो आन्टीले कस्तो बाबु चाउचाउ मिठो छ मैले भने साला नुन हालेर खोइ मिठो हुन्छ यो त नुनिलो हो मतलब गुलियोलाई मिठो भन्ने सोचाइ थियो तपाईँको होइन कुरा त उहाँले बोलेको सही नै हो नि नुन हालेर दिएको चाहिँ मिठो कसरी भन्नु उतातिर हामीले अझै यता नेपाली पढ्दाखेरि सुन्दाखेरि पढेर त हामीले अलिअलि जानेको नेपाली मिठो चाहिँ मिठो मिठो भनेको त चिनी जस्तो चिनीको स्वाद गुलियोलाई मिठो हो त यता चाहिँ राम्रोलाई मिठो राम्रोलाई मिठो हो अहिले आएर त्यतिखेर त मलाई थाहै थिएन नुन हालेर चाउमिन बनाएछ चाउचाउ बनाएछ मिठो छ मिठो छ भन्छ नुन हालेर मिठो कसरी हुन्छ चिनी त्यस्तै हो अनि खाजा खाने हुन्छ खुवाइदिउँ न तपाईँ खिलाउनु हुन्छ म त तपाईँको मुड अनुसारै अब मलाई त पेट भरि जस्तो फिल भइरहेको छ सोच्दैछु अब आइहाल्नु भयो गफैले पेट भराइदियो तर धेरै दिनपछि भेट्दा पनि रमाइलो हुँदो रहेछ मजा आउँदो रहेछ कि यस्तै आउने गर्नुहोस् महिना 2 महिनामा एकचोटि दिल्ली आउने त हाम्रो पनि फुर्सद छैन समय मिलाउनु पर्यो पहिला पहिला यस्तो थियो नि है कसैकोमा जाँदा रमाइलो हुन्थ्यो कि आजकल त ढोकाबाट मान्छेलाई हेर्ने बित्तिकै फर्काइदिन्छ कि लेख्या हुन्छ कुकुरदेखि सावधान त्यो कुकुरदेखि सावधान गरेको हुँदैन मान्छेदेखि सावधान कुकुर पाले हुँदैन भित्र कुकुर हुँदैन ढोका मालिक कुकुरदेखि सावधान सबैजनालाई सिङ्गल लाइफै मन पर्न थालेको छ कि होइन अहिलेको जमानामा टेक्नोलोजीले गर्दा पनि मान्छे अलिकति घुलमिल कम हुनै चाहँदैन क्या घुलमिल होइन तपाईँ किनभनेदेखि परपाउन आउँदाखेरि पनि सुरुमै सोध्छ वाइफाई छ जोडिदिनुहोस् त्यसपछि एउटा कुनामा बसेर कुनै दिन यस्तो आउँछ भनिदिन्छु वाइफ छ जोडिदिनुहोस् के बोल्नु मैले बुझेन के भने अहिले जसरी घरमा वाइफाई छ जोडिदिनुहोस् यस्तो स्कार्सिटी आउँछ केही दिनपछि कसैको घरमा कोही जान्छ वाइफ छ जोडिदिनुहोस् इन्भेन्सनको जमाना छ टेक्नोलोजीको जमाना अहिले केटाहरूको बिहे नै भइरहेको छैन ओहो यो बिहेको कुरा नगर्ने यार यो डुब्ता हुआ रग में हाथ डाल दिया भनेर जस्तो फिलिङ आउँछ कि फेरि हमें तो अपने नै लुटा गेरो में कहाँ गम्छा भन्ने एउटा छ नि तेरे काठमाडौँमा पनि कस्तो गर्मी हुन थाल्यो है अहिले त कति 5 नम्बरमा छ जाजी फ्रिज राख्न मात्र भएको छ कि केही छ पनि भित्र हेरेर आउँछु यो तरकारी होला ओ आम खानुहुन्छ मजाको आम छ एउटा आम पनि खाइदिउँ त आफै खाऊ दशहरी हो कि मालदा आम दशहरी अनि यस्तो गर्मीमा फेन्टा छ भन्ने भन्नु पर्दैन तपाईँले ए तपाईँ खानुहुन्न भनेर थाहा थियो मलाई मतलब रहता सबके पास है पर देंगे किसी को नहीं सेप छ यार यो नयाँ प्याकिङ छ होला नि त तँलाई सेपसँग के गर्नु छ कि फेन्टाको भित्र के गर्नु सेप पनि अलिकति एट्र्याक्टिभ हुनु पर्यो नि रकेट जस्तो छ यार भैया ग्लास पर्दैन ग्लास यही छ त 140 क्यालोरी पर सर्भिङ भएको छ ग्लास त यसरी ल्याउनु भएको छ कि 1.5 लिटर फेन्टा छ